हेलो गाइज ब्याक टु द न्यू ब्लग। हामी आज बौद्ध आएको छु। सबैले हेर्नुहोस् भिडियो। मेरो फोटो खिचिङ भएको छ। सरी दाइ, फोटो खिचिङ भएको छ। सबैले हेर्नुहोस् भिडियो। हाम्रो चप्पल कता गयो? चप्पल पनि लाउनु त पर्यो। चप्पल होइन भाइ, चप्पल छ यता। मेरो भाइ आएको छ अनि म चाहिँ यता छु। सबैले हेर्नुहोस् भिडियो सिक्यो। म चाहिँ काम हुँदैछ बौद्धतिर काम हुँदैछ नि यतातिर। हामी चाहिँ यस्तो आयो मन्दिर यस्तो घुमिरहेको छु अनि म चाहिँ हिँड्दैछु। मान्छेहरू हुन्छ, लामा दाइहरू हुनुहुन्छ। मन्दिर बौद्धको मन्दिर हो। सबजना हेर्नुहोस्, नभुल्नुहोस्। मन्दिर सन्दिर जुन भिडियो गर्नु हुँदैन नि, भिडियो गर्नु हुँदैन अरे। त्यसैले हामी हिँड्दैछु, बाहिर निक्लिँदैछौँ। त्यही भएर म चाहिँ भिडियो बनाउँछु, भ्लग बनाउँदैछु नि त। त्यसैले हेर्नुहोस्, नभुल्नुहोस्। भ्लग बनाउनु चाहिँ भन्थ्यो। यस्तो मान्छेहरू उहाँ माथि छ, काम गर्दै रहेछ। पेन्टिङ हुँदो रहेछ बौद्धतिर। यहाँ मान्छे छ, बौद्ध नयाँ बस्ती भन्थ्यो। यस्तो हुँदैछ बौद्धतिर चाहिँ। यहाँ कामकाज हुँदैछ। यही हो बौद्धको सिन। यतातिर यो बौद्ध भन्ने चिजै हो। कतिले देख्नु भएको छैन, सबैले लाइक, च्यानल सब्सक्राइबर गर्नुहोस्। बौद्धको भिडियोमा सबैजना आउनेछु मान्छेहरू। म पनि आउनेछु बौद्धको भिडियोमा। भिडियोमा त मेरो भाइ छ, मेरो भाइ त छ नि त्यतातिर। र कति हो मान्छे त आमामा डेटिङ बसिरहनु भएको सबैजना यतातिर हेर्नु। सब जता पायो त्यतै हेरौँ के गरौँ। बौद्धतिर त के हो, यता क्यामेरा खिच्दै हुन्छ मान्छेहरूले। इन्डिया कहाँ बनाउँछ, के हो भन्नै सक्दैन। बुझिराखौँ सम्झिराखौँ भनेर जस्तै भइसक्यो। यस्तो हेर्नु गयो यही हो बौद्ध। सबजना आउनुहोस्। म भिडियो बनाउँदैछु, हेर्नु चाहिँ नभुल्नुहोस्। मेरो भाइ छ, मेरो भाइ चाहिँ अब बौद्ध सिफ्ट अनि म चाहिँ तिलगङ्गा सिफ्ट भनेर जस्तै। हामीलाई पनि के क्यामेरा किन्नु थियो, पैसा छैन। अब अर्को वर्ष चाहिँ क्यामेरा किन्छु, मतलब पैसा गएपछि क्यामेरा किन्ने हो अनि पिचिक पार्ने हो भन्थ्यो। कसैले मलाई क्यामेरा ल्याइदिँदा म पिचिक पारिहाल्थेँ। अब छैन अहिले चाहिँ। यसो यता हेर्नुहोस्। अनि अब चाहिँ हामी चाहिँ दिदी घरतिर जान आँदै थियो नि त। अनि दिदीले बोलाउनु भएको थियो। मेरो दिदी घर चाहिँ जान आँटेको थियो। के गर्नु, घुमघाम पनि गर्नु पर्यो। चुनावले गरेर स्कुलै बन्द गरिदिने। चुनावले कारण स्कुल बन्द भयो। स्कुल बन्द भएपछि पढाइ खत्तम भन्थ्यो। ल जय बौद्ध भन्दै कुकुर भुक्दैछ यहाँ हेर्नु न। कस्तो कुकुरहरू छन्, मन नसक्ने कुकुरहरू। फोटो खिच्दैछ।